हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। के हुँदैछ हाम्रो जनताहरू आजकल हालचालले? यस्तो सबतिर जान लागेको गाइजहरू। पानी परिरहेको छ बिहान बिहानै, यस्तो जाडो छ। वेदरै काम छैन यहाँको, युकेको वेदरै गतिलो छैन। नेपालमा त राजा आउने भन्ने सुन्दैछु म। के हो, राजा आउने नै हो के हो? के हो यार, भ्लग बनाउनु नि घुरी हेर्छ त हो, खान्छ कि के हो मलाई त। म चाहिँ अब यस्तो सबतिर जानु लाग्यो बिहान बिहान उठेर, भोक लागेको अवस्था। अनि यस्तो उठेर अनि फ्रेस भएर सबतिर जाम भनेर अल्छी लाग्यो। रुममा नि कति बस्नु, बाहिर गएपछि यस्तो फ्रेस नि हुन्छ। अनि बिहान बिहानै न्युज देख्दै थिएँ, राजा आउने गर्दै थियो। कसले ल्याउने हो राजा चाहिँ? धेरैजनाले मलाई सोधिराख्नु भएको थियो, लाइक युकेमा पिआर चाहिँ कति वर्षमा पाउँछ भनेर सोधिराख्नु भएको थियो धेरैजनाले। सो युकेमा चाहिँ अब तपाईँहरू यदि स्टुडेन्ट भिजामा आउनु भएको छ भने चाहिँ 7 वर्ष लाग्छ टोटल। वर्किङमा हो भने चाहिँ तपाईँहरूलाई त्यस्तै 5 वर्ष जति लाग्छ होला। लाइक पहिला 3 वर्ष थियो, अहिले चाहिँ 5 वर्ष बनाएको छ। त्यही भएर गाह्रो छ। के हो? राजा आइज देश बचा, राजा आइज देश बचा। केटाहरूले बेरोजगारहरूले त डरो दियो है दिन चाहिँ रोडमा आएर। तर जति दिए नि केही हुनेवाला छैन गाइजहरू, होइन। रोडभरि ब्लक गरेर बसेको छ, अनि ढुङ्गामुढा गर्दै बसेको छ। अनि राजा चाहिँ के उडेर आउने हो कि गुडेर आउने हो? पहिला रोड त क्लियर गर यार। राजा आउनको लागि पहिला रोड त क्लियर हुनु पऱ्यो नि। जाठाहरू रोड चाहिँ बन्द गरेर बस्ने, ढुङ्गामुढा गरेर बस्ने तिमीहरू। अनि राजा आइज देश बचा भन्दै बस्ने। राजा आउनको लागि चाहिएन बाटो? जाठाहरू उडेर आउने हो क्या म्यान। अनि यो झोले पोलिटिसियनहरू, यो झोलेहरूलाई चाहिँ निकाल्नै पर्ने हुन्छ। राजा आयो नि, हुने त केही होइन हुन त, त्यही पनि केही होला भन्ने आश मात्र हो। यो झोले पोलिटिसियनहरूले गर्नेवाला केही छैन, गर्दा नि गरेको छैन। घुस खाने बस्ने त्यही हो, क्राइमहरूलाई लुकाउने त्यही हो यिनीहरूको काम भनेको, देश बेच्ने। त्यही भएर यो झोलेहरूलाई चाहिँ हटाउनै पर्ने हुन्छ गाइजहरू। म पनि राजावादी हो गाइजहरू आजबाट। राजा आइज देश बचा मेरो नि एउटा नारा हो। त्यही भएर लेट्स सी गाइज के हुन्छ अब, होइन। त्यो जाडो हो यार यो युकेमा, सिट म्यान। गाइजहरू के हो यार, मेरो भिडियो त बढाउनै हुँदैन हौ, फोन त समात्नै हुँदैन। खाला चाहिँ गरेर हेर्छ त यो के हो यस्तो? खान्छ कि के हो मलाई? केटा हो, राजा लिनु पऱ्यो केटा हो, होइन। तर पहिला रोड चाहिँ क्लियर गर्नु पऱ्यो गाइजहरू। राजा आइज भनेर मात्र हुन्छ। रोड त्यस्तो ब्लक गरेर बस्दिने अनि राजा यत्रो आउँछ। के हो यार यो यार, जाठाहरू त मलाई त अनि हेरेरै मार्ने भयो त। अनि खैरीहरूले त हेरेरै मार्ने भयो त मलाई। खान्छै झै गरेर हेर्छ यार मेरो चिजहरू। के हो रोडमा यस्तो फेरि साइकल पल्टाएर बसेको, कुन चाहिँ ठिक छ? अबे साले, जो माफ करना।
गाइजहरू म नि राजाको सपोर्टमा हो है गाइजहरू। अब चाहिँ लाइक राजा आयो भने लाइक देशमा केही न केही चेन्ज डेफिनेटली आउँछ होइन। जनताहरूले नि त्यही सोचेर केही न केही त विकास होला भन्ने सोचेर चाहिँ राजा ल्याउन खोजेको हो। अब यो झोलेहरूलाई धेरै देश चलाउनु दिएर हुँदैन गाइजहरू होइन, किनकि उनीहरूले गर्नेवाला केही छैन। उनीहरूले भनेको घुस खाने बस्ने मस्त घर ठडाउने बस्ने उनीहरूको काम भने, त्यही अरू केही छैन। गफ दिने, यो ल्याउँछु त्यो ल्याउँछु भन्दै गफ दिने। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। कहिले के ल्याउँछु रे रेल ल्याउँछु रे, कहिले के ल्याउँछु रे, यत्रोको ल्याइस रेल भन्दैमा रेल आउने हो जाठा। त्यही भएर हुनेवाला केही छैन हेर गाइजहरू। त्यही भएर हटाउनै पर्ने हुन्छ होइन, यो यिनीहरूलाई चाहिँ हटाउनै पर्ने हुन्छ। अब राजाबाट आश छ, अब लेट्स सी होइन। राजा आएर के कस्तो, यदि आयो भने आउँछ भन्ने नै फिक्स छैन गाइजहरू होइन। अब आयो भने चाहिँ लाइक के चाहिँ चेन्ज हुन्छ भन्ने हो होइन। डेफिनेटली केही न केही त चेन्ज हुने नै वाला छ होइन। राजा आयो नि केही गरेन भने त फेरि त्यही हो, कुराकानी त्यही हो। अब झोलेहरूको सपोर्टरहरूको कमेन्टमा मेरो गालीको वर्षा हुनेवाला छ गाइजहरू, किनकि डेफिनेटली झोलेहरूको धेरै सपोर्टर छ। किन झोले भनिस् गर्दै आउँछ कमेन्टमा, थाहा मलाई, भनिराखोस्, मलाई मतलब छैन, भनिराखोस् होइन। जसले जे भन्ने हो भनिराखोस्, म ब्लग बनाइराख्ने हो, आई डोन्ट केयर होइन। भन्ने मान्छेले भनिरहन्छ, खुट्टा टार्ने मान्छेहरूले तानिरहन्छ, मलाई त्यसको मतलब छैन होइन। झन् मेरो त फाइदा हो, जति धेरै कमेन्ट जति धेरै भ्युज आउँछ मलाई फाइदा हो। सो मलाई चाहिँ मतलब छैन। अब चाहिँ रुमतिर जानुपर्ने हुन्छ। रुको जरा, सबर करो, आराम से लेने का। हाँ, किनकि यहाँ कति बज्यो, लाइक 10 बजिसक्यो युकेमा। अब रुममा गएर यसो कामतिर लाग्नुपर्ने हुन्छ। गर्नै पऱ्यो गाइजहरू काम नगरी त गाह्रो छ फेरि होइन। युकेमा गर्नै पर्ने हुन्छ काम पनि। काम युनिभर्सिटी ल्याङ छ गाइस, लाइफ ल्याङ भइसक्यो होइन। पढ्नै पऱ्यो, काम गर्नै पऱ्यो, नगरी हुँदैन। गाह्रो छ के हो यार, नेक्स्ट लेभल भ्यू छ त हो त्यहाँ। चल्दिउँ कि के हो। सबजना मलाई हेरेर बसिरहेको के हो यार, यस्तो फेमस भइसक्यो भने म, यस्तो फेमस भए जस्तो त लाग्दैन, तर पनि ठिकै छ, नगरिस् होइन। यता आउँछ होला नि, उता गइदिएर यार स्याभेज हान्दै आयो, यत्रो स्याभेज हानिदिएको मलाई त। कहाँ हो, म त उल्टो बाटो हिँड्दा रहेछु त। थाहा छैन नि, फेरि मेरो भ्लग बनाउने चक्करमा मलाई फेरि सिधै माथि पुऱ्याइदिला हो, गाह्रो छ हौ जे गरे नि। ल गाइजहरू म चाहिँ अब रुमतिर चलिदिएको होइन। के हो यदि तपाईँलाई मेरो भ्लग मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब सब गरिदिनु होला होइन। अनि मेरो लाइक भ्लग कस्तो लाग्छ, के कुराहरूमा इम्प्रुभमेन्ट गर्नुपर्छ जस्तो लाग्छ मैले कमेन्टमा लेखेर छोडिदिनु होला। डेफिनेटली म त्यसमा वर्कआउट गर्नेछु होइन। यति भन्दै म चाहिँ अब चलिदिएको होइन, अर्को भ्लगमा भेटौँला।